नेपाल सरकारले मानार्थ नागरिकता प्रदान गर्ने व्यवस्था नेपालको नागरिकता ऐन 2063 र संविधानको धारा 11 मा उल्लेख गरिएको छ। यो नागरिकता विशेष गरी विदेशी नागरिकहरूलाई प्रदान गरिन्छ जसले नेपाल र नेपाली जनताको हितमा उल्लेखनीय योगदान गरेका हुन्छन्। यो दिँदा चाहिँ विशेष रूपमा ध्यान दिने गरिन्छ। यो नागरिकता भनेको प्रतीकात्मक नागरिकता हो जसले विभिन्न अधिकारहरू नागरिक अधिकारहरू प्राप्त गर्न भने सक्दैनन्। जस्तो यसले नेपाल सामान्य नागरिक जस्तो मतदान, जग्गा किनबेच र सरकारी पदमा आवेदन जस्ता कार्यहरू यो नागरिकताबाट प्राप्त गर्न सकिँदैन। नेपाल सरकारले यसलाई असाधारण सेवा वा योगदानका लागि मात्र प्रदान गर्ने गर्दछ। नेपाल सरकार गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले मानार्थ नागरिकता प्रदान गर्ने स्वीकृति दिने गर्दछन्। यसमा नेपालको कानुन र अन्तर्राष्ट्रिय सम्झौताहरू पनि परिपालन गर्ने गरिन्छ। मानार्थ नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालको कानुन उल्लङ्घन गरेमा यो सम्मान फिर्ता पनि लिन सकिन्छ। यसैगरी नेपाल सरकारबाट मानार्थ नागरिकता प्राप्त गर्ने व्यक्तिहरूको सूचीमा पहिलो नम्बरमा रहेका छन् टोनी हेगन। उनले चाहिँ 1975 मा मानार्थ नागरिकता प्राप्त गरेका थिए। उनी स्विजरल्यान्डका व्यक्ति हुन्। उनी चाहिँ भूगर्भ शास्त्री रहेका थिए र नेपालका विभिन्न भूभागको अध्ययन तथा नक्साङ्कनमा विशेष योगदान पुर्याएका थिए। यसैगरी दोस्रो नम्बरमा रहेका छन् सर एडमन्ड हिलारी। उनी चाहिँ न्युजिल्यान्डका हुन्। सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हुन् एडमन्ड हिलारी। नेपालको सामाजिक सेवामा उनी सक्रिय रूपमा लागि परेका थिए। भने अर्को रहेका छन् कोलिन स्मिथ, जसलाई पुतली बाजे पनि भनेर चिनिन्छ। उनी बेलायतका हुन्। नेपालका पुतलीहरूको अध्ययनमा 50 वर्षभन्दा बढी समय उनले व्यतीत गरेका छन्। भने अर्को रहेका छन् उम होङ गिल चाहिँ दक्षिण कोरियाका हुन्। उनी पनि पर्वतारोही रहेका छन्। नेपालको सामाजिक कार्यहरूमा उनको पनि संलग्नता धेरै नै रहेको छ। यी व्यक्तिहरूले नेपालमा विभिन्न क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान पुर्याएका कारण नेपाल सरकारले उनीहरूलाई मानार्थ नागरिकता प्रदान गरेको हो। अर्को नम्बरमा रहेको छ एलिजाबेथ हली। उनलाई पनि नागरिकता प्रदान गरिएको भने केही तथ्याङ्कहरू विभिन्न माध्यमहरूमा प्राप्त गर्न सकिन्छ। यद्यपि आधिकारिक तथ्याङ्क हेर्ने हो भने उनको त्यो डाटा देखिँदैन र विभिन्न सञ्चार माध्यम अथवा मिडियाहरूमा हेर्ने हो भने उनलाई पनि मानार्थ नागरिकता प्रदान गरेको भन्ने पाइन्छ। उनी नेपाली नागरिक थिएनन्। उनी पनि अमेरिकी नागरिक थिइन् तर 1960 को दशकदेखि नै नेपालमा बसोबास गर्दै आइरहेका थिइन्। हिमालय आरोहणहरूको अभिलेख राख्ने विश्वकै सबैभन्दा प्रख्यात इतिहासकार थिइन् उनी। द हिमालयन डाटाबेस भनेर चिनिने आरोहणको सबैभन्दा प्रमाणिक अभिलेख सङ्ग्रह उनले तयार गरेकी थिइन्। पर्वतारोहणका क्षेत्रमा धेरै व्यक्तिहरूका लागि उनी अदृश्य प्रहरी जस्तै रहेकी छिन्, किनभने उनले आरोहणको सत्यता पुष्टि गर्ने गर्दथिन्। उनलाई हिमालयन आर्किभिस्ट, हिमालयन अभिलेखकर्ता भनेर उच्च सम्मान दिइने गरिन्थ्यो। एलिजाबेथ हलीले नागरिकता प्राप्त गरे नेपालमा पनि मानार्थ नेपाली नागरिकता प्राप्त गरेको भनेर विभिन्न पुस्तकहरूमा भेट्ने गरिन्छ। नेपाल सरकारले विशिष्ट योगदान पुर्याए बापत केही विदेशी नागरिकहरूलाई मानार्थ नागरिकता प्रदान गरेको छ। हालसम्म विभिन्न व्यक्तिहरूलाई मानार्थ नागरिकता प्रदान गरिसकेको छ। ती व्यक्तिहरूले नेपालका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका कारण नेपाल सरकारले उनीहरूलाई मानार्थ नागरिकता प्रदान गरेको हो। यी व्यक्तिहरू कुनै न कुनै रूपमा कुनै न कुनै कार्यमार्फत नेपालसँग विशेष रूपमा जोडिएका छन्। यिनीहरूमध्ये पहिलो रहेको छ टोनी हेगन, जो चाहिँ स्विजरल्यान्डका नागरिक हुन्। भूगर्भ शास्त्री, नेपालका विभिन्न भूभागमा अध्ययन तथा नक्साङ्कनमा उनले विशेष योगदान पुर्याएका थिए। टोनी हेगनले 1995 मा मानार्थ नागरिकता प्रदान प्राप्त गरेका थिए, तर त्यसबारे सरकारी स्तरमा पहिलो भनेर स्पष्ट घोषणा गरिएको छैन। तर एडमन्ड हिलारीले 2003 मा मानार्थ नागरिकता प्राप्त गरिरहँदा नेपाल सरकारले उनलाई पहिलो विदेशी भनेर औपचारिक रूपमा घोषणा नै गरेको छ। यसैगरी सर एडमन्ड हिलारीले पनि मानार्थ नेपाली नागरिकता प्राप्त गरेका छन्। उनी न्युजिल्यान्डका व्यक्ति हुन्। सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति, नेपालको सामाजिक सेवामा सक्रिय व्यक्तिको रूपमा उनले मानार्थ नागरिकता प्राप्त गरेका हुन्। 1953 मा तेन्जिङ नोर्गेसँग मिलेर सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्ति बने एडमन्ड हिलारी। सगरमाथा क्षेत्रका शेर्पा समुदायका लागि विद्यालय, अस्पताल, पुल आदि निर्माणमा ठूलो योगदान पुर्याएका छन्। उनले हिमालय ट्रस्ट स्थापना गरेर नेपालको सामाजिक विकासको कामलाई अगाडि बढाएको कारण पनि उनलाई नेपाल सरकारले मानार्थ नेपाली नागरिकता प्रदान गरेको छ। यसैगरी तेस्रो नम्बरमा रहेका छन् कोलिन स्मिथ, जो चाहिँ बेलायतका हुन्। उनलाई चाहिँ
पुतली बाजेका नामले पनि परिचित गराइन्छ। नेपालका पुतलीहरूको अध्ययनमा उनले 50 वर्षभन्दा बढी समय योगदान गरेका छन्। कोलिन स्मिथले 2019 मा मानार्थ नेपाली नागरिकता प्राप्त गरेका थिए। उनलाई पुतली बाजेको नामले निकै लोकप्रिय छन्। नेपालका 4000 भन्दा बढी जातका पुतलीहरू संकलन, संरक्षण र अनुसन्धानमा उनले विशेष योगदान गरेका छन्। उनले नेपाली जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका योगदान गरेका छन् भने अर्को चौथो नम्बरमा रहेका छन् उम होङ गिल, जो चाहिँ दक्षिण कोरियाका हुन्। उनले 2020 मा मानार्थ नेपाली नागरिकता प्राप्त गरेका थिए। सुप्रसिद्ध पर्वतारोही 8000 मिटर भन्दा अग्ला 16 वटा हिमाल चढ्न सफल व्यक्तिमध्ये एक हुन् उम होङ गिल। नेपालका दुर्गम स्थानहरूमा विद्यालय निर्माण र सामाजिक सेवामा उनको विशेष योगदान रहेको छ। अर्को रहेका छन् एलिजाबेथ होली। उनी चाहिँ अमेरिकी नागरिक थिइन्, तर सन् 1960 को दशकदेखि नेपालमा नै बसोबास गर्दै आइरहेकी छिन्। हिमालय आरोहणका अभिलेख राख्ने विश्वकै सबैभन्दा ठूली र प्रख्यात इतिहासकार उनी थिइन्। द हिमालयन डाटाबेस भनेर चिनिने आरोहणका सबैभन्दा प्रमाणिक अभिलेख संग्रह उनले तयार गरेकी थिइन्। पर्वतारोहण क्षेत्रका धेरै व्यक्तिहरूका लागि उनी अदृश्य प्रहरी जस्तै रहेकी थिइन्, किनभने उनले आरोहणको सत्यता पुष्टि गर्ने गर्दथिन्। उनलाई हिमालय आर्किभिस्ट, हिमालय अभिलेखकर्ता भनेर उच्च सम्मान दिएको थियो। उनी नेपालमै जीवन बिताइन् र नेपाली समाजमा गहिरो असर पारेकी छन् उनले। तर नेपाल सरकारले औपचारिक रूपमा मानार्थ नागरिकता प्रदान गरेको प्रमाण भने भेटिएको छैन। यद्यपि उनलाई नेपाल सरकारले सम्मान भने व्यक्त गरेको थियो र मानार्थ नागरिकताको कुराहरू पनि आएको थियो।